हेलो नमस्ते सो सबैजना सन्चै हुनुहुन्छ होला है। सो आज चाहिँ धेरै दिनपछि छुट्टी कामबाट गएकोबाट छुट्टी मिलेर सो हामी चाहिँ घुम्न आएको छौँ तीनजना साथी। चक्को रमाइलो गर्नुपर्छ त्यही नै हो। हामी चाहिँ यसरी हिँड्दैछौँ है, यस्तो दामी त्यही नै हो। यहाँ चाहिँ हिउँ पनि हिजो हिउँ परेको थियो, यहाँ चाहिँ हिउँ छ पग्लै छैन, हिउँ छ पछाडिको सेतो सबै हिउँ हो होइन। सो त्यही नै हो। यहाँ चाहिँ यस्तो बुढीहरू पनि हिँडिरहेको हुन्छ, एक्लै हिँड्नुपर्छ। सो आज म चाहिँ साथीसँग छु, साथी म चाहिँ हामी चाहिँ यो पार्क नाम के हो यो पार्कको नाम चाहिँ थाहा छैन, त्यही नै हो। यस्तो राम्रो छ अहिले चाहिँ हिउँ पहिला त हरियो थियो होइन दोस्त तिमीहरू आउँदाखेरि। यो चाहिँ गेट, हामी यहाँबाट गेटबाट छिर्यौँ होइन। सो अब भित्र बवाल छ, अमेजिङ छ। सो एकदम राम्रो, एकदम दामी, त्यही नै हो। सो एकदमै यो चाहिँ हाम्रो रुमबाट नजिकै छ। सो त्यही नै हो। एकदम साथीहरू अगाडि छ, दामी छ है। हिउँहरू पक्रेको छैन, अझै हिउँहरू पनि छ। सो त्यही नै हो। यो चाहिँ चिसो महिनामा आएको भएर चाहिँ यो चाहिँ सुके सुके टाइपको छ, नत्र यो सबै एकदम हरियो हुन्थ्यो है। पहिला नि आएको थिएँ, पहिला आउँदा चाहिँ त्यस्तै थियो है, त्यस कारणले एकदम दामी छ। सो यो हेर्न सक्नुहुन्छ। सो लक्ष्मण सान अनि के अरे के नाम छ चाहिँ मन्जित भट्टराई खतरा छ है दोस् आम्बोला सिनेमा डेस्क प्याक लक्का। सो त्यही नै हो। हेलो नमस्ते। सो हामी चाहिँ सबै यस्तो मजा भएको छ, यस्तो दामी छ। तिम्रो काँधले केही त आएन होला, एउटै लाइन जुनै भिडियोमा भनिरहेको हुन्छ क्या। हाम्रो बुद्धि दादा यस्तो दामी छ त्यो भ्लगर अफ जापान। यो ल है यस्तो दामी छ पार्क चाहिँ। सुगो ini Nihongo sugo ini. Anashite mo.いいね、ブディさん。私聞きたいね。才能ままずがれマヤなまれआज छुट्टीको दिन यहाँ त चिया खाने हो, चिया खाने हो केटा हो। अड्डामा आइयो त चिया खाने हो, हातै आएर रहेछ। अनि त्यही हो, केटाहरू चाहिँ अगाडि गइसक्यो। सो त्यही नै हो, यस्तो राम्रो छ भ्यूहरू, त्यही हो। सो अब हामी केटाहरूबाट जाँदैछु, त्यही नै हो। यहाँ चाहिँ टक्क हाँस, यहाँ सो हाँस नै त हो नि। सो यस्तो छ। सो म चाहिँ यसरी हिँड्दैछु। सो त्यही नै हो। यहाँ त वन जस्तो नि छ। सो मान्छेहरू यस्तो हिँड्दैछ। यो चाहिँ पार्क डेटिङ आउन नि एकदम मिल्छ। पार्क डेटिङ आउने, यहाँ त राति आउने, कस्तो दामी ठाउँ है। सो यो सबैजना सन्चै हुनुहुन्छ, त्यही नै हो। सो त्यही छ, वन पनि छ होइन, चरा चुरुङ्गी साथीहरू
अगाडि अगाडि अझै पछाडि यस्तो दामी झरना बस्ने ठाउँ होइन सो यही हो ल जापानको हिउँ खेलाउँदै बुद्धिबहादुर सिंह हिउँ यस्तो दामी छ हिजो परेको असाब पग्ले छैन है एकदम मिठो छ है मिठो खाऊ न त्यही नै हो खाऊ न, केटाहरू आउँदोस् यस्तो दामी ठाउँ छ के लेखेको पढ्न जाने भए पढ्न हुन्थ्यो Amazing. すごいね。すごいね。Ini saat kita cek so, itu jadi mana? Kayak boleh nak? So, boleh bawa ke sana. Tom, amazing. Today. Hello, kece. जापान यत्तिकै सफा भनेको होइन एकदम दामी छ यस्तो किरे हिजो हिउँ परेको झन् यस्तो दामी भएको छ टक्क हिउँ यस्तो विधि भएर यस्तो भएको छ सो त्यही नै हो सो नि हेलो सो आज चाहिँ हामी यहीँसम्मै बनाउँछौँ भिडियो होइन अब त्यही नै हो अब चाहिँ हामी रुमतिर जान्छौँ अब बज्यो 4 बज्यो सो अब त्यही नै हो पार्कबाट निस्क्यौँ होइन हामी चाहिँ त्यही नै हो साथीहरू यहाँ बसिरहेछ भोक लाग्यो भन्दैछ अब के गर्ने यस्तै हो नमस्ते सबैजना सन्चै हुनु होला